भ्लग। अहिले चाहिँ हामीहरू पार्कमा घुम्न हिँडेको, पार्कमा खाने रमाइलो गर्ने, ड्राई पिकनिक गर्न हिँडेको भनौँ न। 7जना होइन 6जना भएर हामी हिँड्यौँ। यति छौँ हामीहरू। अहिले चाहिँ हामी स्टेसनमा छौँ, ट्रेन कुदिरहेछौँ। अघि नै हो हिँडेको, तर हामी ऱ्यापिडमा चढेर अगाडि आइपुगेछौँ। त्यही भएर अब फेरि अर्को कुदिरहेछौँ। अब फेरि उता जान्छौँ अनि त्यसपछि म अब पार्कमा गइसकेपछि फेरि स्टार्ट गर्छु। एकदम राम्रो ठाउँ छ। हजुरहरू पनि जापानमा हुनुहुन्छ, जापान टोकियोमा हुनुहुन्छ भने यो युकिमा फुनाडो भन्ने एउटा पार्क छ, एकदमै राम्रो हो। पुरै यस्तो वाउ, एकदम राम्रो छ। घुम्न आउनु सबैजना, माइन्ड फ्रेस हुन्छ। एउटा नयाँ दाइ जोइन हुनुभएको। हेलो दाइ। एकदम रमाइलो छ। राति राति जापानिज आएर गफ। Portugal, they say. You are rich, that's why you have to go in the Portugal, they say. No. My company. Your company? Your company brought you in the Portugal? To go to São Paulo, Brazil. Yeah. Then That is good, that is good. Work there. यतिखेर हामी बल्ल पार्कबाट स्टेसनमा आइसक्यौँ। अब चाहिँ हामी रुम जान्छौँ। बिहान कस्तो थियो, अहिले कस्तो छ मेरो हालत, हे भगवान्। हामी कति घन्टा बस्यौँ पार्कमा, रमाइलो गऱ्यौँ, खाना खायौँ घरबाटै मासु, अनि त्यसपछि चटपटे पानीपुरी के लिएर आएको थियौँ, जुस खायौँ, कोकोकोला सबै खायौँ। अनि त्यस पछाडि अहिले ट्रेन कुदेर बसिरहेछौँ। अब ट्रेन आउने बेला भएको छ, रमाइलो भयो जोस्। अनि अब चाहिँ इन्ड गरौँ होइन, म अब रुम गएरै इन्ड गर्छु ल। ओके, अब हाम्रो ट्रेन पनि आयो, रमाइलो भयो। जापानमा आएर पार्क आएको चाहिँ फर्स्ट टाइम हो। फाइनली गाइज हामी रुममा आइपुग्यौँ। रुम त पुरै अघि जाने बेलामा तार भएर त्यस्तो छोडेर गयौँ। अब रुमसुम मिलाउने टक्क लाएर अनि त्यस पछाडि सुत्ने। अब भोलि गएको जानु पर्यो ल। लुक्दै लुक्दै गयो कि क्या आज ल। आज मेरो फर्स्ट भ्लग एन्ड भयो। अब फेरि पनि कतै घुम्न जाँदाखेरि मेरो न्यू भ्लग आउँछ, हेर्दै गर्नु होला। म मेरो आइडीमा पोस्ट गर्छु। बाई।